हेलो साथीहरु, नमस्ते। स्वागत छ हजुरलाई मेरो फेरि पनि आजको अर्को छोटो मिठो मिनी भ्लगमा। जो हजुरहरूले मेरो भिडियोमा देख्नु भएको छ नि, यहाँ अगाडि हिँड्नु भएको उहाँ चाहिँ नि हाम्रो घरबेटी हो। अनि यहाँ हाम्रो घर अगाडिको अंकल आन्टीको आज एनिभर्सरी रहेछ। अनि हाम्रो घरबेटी दिदीले फेरि मलाई एकदमै माया गर्नुहुन्छ कि जहाँ गए पनि आफूसँगै लैजानुहुन्छ, म बिना हिँड्नु हुँदैन। अनि यहाँ चाहिँ नि हाम्रो आन्टीले थाली सजाउँदै हुनुहुन्छ। आन्टी चाहिँ नि पुरा आँसु लुकाइराख्नु भएको थियो। अब खुसीको आँसु होला हैन, मैले चाहिँ नि भिडियोमा क्याप्चर गरेँ। अनि हाम्रो स्पेशली अंकल है साथीहरु रुनु भएको थियो, मैले देखाइन, तर पनि मैले अंकललाई भने, अंकल मलाई थाहा छ केटा मान्छेहरूले आँसु देखाउँदैन भन्ने, त्यही भएर हजुरले पनि पुरा आँसु लुकाउँदै हुनुहुन्छ भने मैले। अनि अंकल मुसुक्क हाँस्नु भयो। त्यसपछि हाम्रो पाली आयो अब केक काट्ने। अनि साथीहरु हजुरहरूलाई थाहा छ आन्टीले के भन्नुभएको थियो भन्दाखेरि आज हाम्रो एनिभर्सरी हो भनेर मैले त भुलिसकेको थिएँ। तर त हामी आज मन्दिरमा गएर पूजा गर्ने थियौ, तर आज 81 सरप्राइज आउँदाखेरि मलाई कस्तो भावुक भयो भनेर भन्नु। अनि अर्को कुरा चाहिँ नि साथीहरु, आज 29 वर्ष पूरा भएछ अंकल आन्टीको विवाह भएको। अनि आज 30 मा हिँड्दैछ। मान्छे सानो भए पनि अंकल आन्टीको लागि सधैँ ब्लेस चाहिँ नि के छ भन्दाखेरि यसै गरी हाम्रै अगाडि सधैँभरि यसरी नै एनिभर्सरी मनाउन पाऊ हर साल। साथीहरु आजको दिनबाट पनि मैले धेरै पाठ सिकिसकेको छु, त्यो मेरो मनमै छ। ओके, आजको लागि यति नै। फेरि भोलि भेटौँला। बाई बाई।